자, 드린데 파마 대제메 지지 닌 담비기 निम्बुद शादी हो रहा है आज आर्य क्षेमा अथवा वसन्त शिक्षाको पहिलो दिन रहेको छ अनि यो इन्टरनेट माध्यमबाट सुन्ने हेर्ने सबैलाई मेरो शुभकामना व्यक्त गर्दछु। जहाँ हेर्नुहुने सबै लामा गुरुहरू, टुलकुला, त्यस्तै गरी आफ्नो मित्रहरू, त्यस्तै गरी अब अनि विभिन्न यो आनी हैन सबैलाई नै टासिदिले विशेष गरी यो अनि आर्य क्षेमा यो अनिहरूलाई अनि टासिदिले अर्थात् सबैलाई मेरो टासिदिले र नमस्कार व्यक्त गर्न चाहन्छु। साथै अनि सुस्वास्थ्यको पनि कामना व्यक्त गर्दछु। अनि त्यसै गरी अब यो अनि भोटको नयाँ वर्ष बाघको वर्ष उदाएको हुँदाखेरि त्यति अब समयको अब छैन। अनि यो लोसरको पावन अवसरमा पनि यो अनि बाघ वर्ष उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना तथा दीर्घायु र अनि चिरञ्जीवीको अनि प्रार्थना गर्दछु। अनि आजदेखि उपरान्त 1 महिनाको सम्म नि म यो अनि मिगी दुर्जुको यो जीवनी मुक्ति कथा म बताउने छु र पहिले मैले बताएको थियो त्यो क्रमबद्ध म क्रमैसँग यो 1 महिनासम्म म निरन्तरता दिनेछु। अनि तपाईहरुलाई थाहा छँदैछ यो संसारभरि नै विभिन्न हैन अनि रोगको मारामारी त्यस्तै गरी अब भोकमरी युद्धले प्रभावित छ हैन। त्यस्तो एकदम युद्धकाल त्यस्तै गरी अब यो अत्यन्त कष्टकालीन भएकोले हैन अनि विभिन्न अनिकाल विभिन्न युद्ध भए तापनि हामीले अलिकता त्यो समय पनि हामी समय पाएर धर्म कर्ममा अलिकता लाग्न सक्नु भनेको आफ्नो एउटा खुसीको कुरा हो। आफूले खुसी व्यक्त गर्नुपर्छ, आफूलाई नै खुसी हुन जानु पर्दछ। अब त्यस्तै गरी अब भनौँ न यो अहिले युक्रेन र यो रसिया बीचमा अब यो विभिन्न युद्धहरू चलिरहेको छ हैन। अनि त्यसले गर्दाखेरि अत्यन्त संकट छाएको छ त्यहाँ। त्यस्तै गरी अफगानिस्तानको देशमा अब अफगानिस्तानमा अब मानिसहरू अब लाखौं मानिसहरू खानेकुरा पाएको छैन, अनिकालमा पल्टिएको छ हैन। त्यस्तै गरी सिरिया लगायतका अनेकन देशहरूमा हैन विभिन्न युद्धहरू त्यस्तै गरी विभिन्न द्वन्द्वहरू भएको हुँदाखेरि अनि त्यस्तोमा अब त्यस्तो युद्ध द्वन्द्वकालीनमा अब एउटा आश्रय लिने ठाउँ बचाउने रक्षा कोही नभएको ठाउँमा हैन अत्यन्त धेरै प्राणीहरू छ। अनि हामी विभिन्न अब किसिमको द्वन्द्वहरू परिरहेको छ, अनिकालहरू पडिरहेको छ, देखिरहेको छौँ। त्यो हामीले दिन प्रतिदिन हामीले फेसबुक लगायत विभिन्न सञ्जालबाट हेर्न सक्छौँ। त्यो थाहा भएकै छ हैन। त्यस्तोलाई सम्झेर हामीले प्रार्थना गरिदिने अवश्य गर्नुपर्दछ। थाहा पाएर पनि थाहा नभएको जस्तो गर्नुहुन्न हैन। विशेष गरी यो द्वन्द्व विवादहरूले मानिसहरूले आफ्नै भूमिमा छोडेर अन्य देशहरूमा शरणार्थीको लागि रूपमा जाने बाध्य परेको छ। हामीले यस्तै परिस्थितिहरूमा बारम्बार सम्झनु पर्छ कि तुच्छ आनन्दको लागि हामी अरूसँग लड्छौँ। हामीसँग उत्कृष्ट परिस्थिति भए तापनि हामी तिनीहरूसँग असन्तुष्ट छौँ हैन। आफूमा हुने अब सुख शान्तिलाई आफूले नबुझेर हैन तुच्छ आनन्दमा हामी मोहित भएर संसारमा एक किसिमको के हो त द्वन्द्वहरू युद्धहरू चलिरहेको छ हैन। अनि हामी आफ्नो असन्तुष्टिहरूलाई बताउँछौँ, तिनीहरूले पछाडि बोल्छौँ र द्वन्द्वहरूलाई उक्साउने प्रयास गर्छौँ हैन। आफूमा हुने सुख शान्ति चाहिँ आफूले थाहा हुनु पर्दछ। आफ्नो सुख शान्तिको लागि, आफ्नो रमाइलो हुनुको लागि, आफू सन्तुष्ट रहनुको लागि अरूलाई दुःख पार्ने अनि अरूलाई दुःख दिने, अरूको आँसु चुहाउने काम गर्नु चाहिँ अत्यन्तै नराम्रो हो
हैन, एक दुई जनाको सोचले गर्दाखेरि अहिले संसारमा युद्धहरू द्वन्द्व मचिरहेको छ। त्यसले गर्दा अनेकन प्राणीहरूलाई दुःख पहुँचाइरहेको छ हैन। त्यही कारणले आफ्नो सोच, आफ्नो बदन, आफ्नो शुद्ध सोचलाई चाहिँ हामीले बदल्नु सक्नुपर्छ हैन। आफ्नो सोचलाई चाहिँ हैन सुधारेर, आफ्नो विचारलाई सुधारेर, आफ्नो सदाशयलाई चिनेर मात्रै आफूले अनि हामीले राम्रो काम गर्नु सक्नु पर्दछ हैन। आफ्नो सोचलाई नबुझेर, आफ्नो विचारलाई आफूले परिमार्जन नगरिकन म बुद्धको भूमिमा पुग्दछु भनेर यसरी सोच्नु पर्नु भयो भने त्यो एउटा छोटो सोचाइ हो। त्यही कारणले आफूले सुख चाहने इच्छा भएको जस्तै सबै प्राणीहरूलाई पनि सुख चाहने इच्छा हैन। दुःख नचाहने, आफूले दुःख नचाहने इच्छा, दुःख कसैले चाहिँदैन, सुख मात्रै चाहेको छ। त्यस्तो महत्त्वपूर्ण सोच लिएर बुद्धताको बिउ रोप्नुको, म बुद्धको ज्ञान हासिल गर्दछु, बुद्धको शिक्षा म सिक्नेछु भने यसरी सोचेर मात्रै एकदम बलियो हुनेछ र राम्रो हुनेछ। नत्र भने जे सोच्यो त्यही गर्नु मन लाग्यो, अब जे आफूले जे लाग्यो त्यही नै गरे भने त्यो त्यति राम्रो पनि हुनेछ। त्यसले पछि दुःखको फल उत्पन्न गराउनेछ। अनि तपाईहरुले अब थाहा हुनु, तपाईलाई थाहा भएकै कुरा हो हैन। अनि यो 8औं कर्मपा मिग्यु दोर्जे चाहिँ अब अत्यन्तै अब अनि थाहा भएको उहाँ चाहिँ एकदम एक किसिम के हो त विद्वान, महाविद्वान रहेको छ हैन। अब काग्यु, गेलु, निङमा, साक्या विभिन्न 4वटा महासम्प्रदाय भित्रमा पनि अब काग्यु सम्प्रदायमा अत्यन्त महा अतुलनीय उहाँको अब देन रहेको छ, महाविद्वान रहेको छ उहाँ हैन। उहाँले सबै स्कुलहरूको हैन, काग्यु, गेलु, निङमा सबैभन्दा प्रसिद्ध काग्युको अब विद्वान उहाँ हुनुहुन्छ। सबै क्रमिक कर्मपाहरू मध्ये उहाँले माध्य मार्ग, प्राज्ञा पारमिता, विनय पीठ, अभिधर्म पीठ लगायत आफ्ना टिप्पणीहरूमा उहाँले आफ्नै अनुभवमा उहाँले यसरी लेख्नु भएको छ। प्राणीहरूलाई यसरी प्रभाव गर्नु भएको छ। यसरी उहाँको मुक्ति कथा हामीले पढ्नु अत्यन्तै महत्त्वपूर्ण छ, किनकि उहाँ एकदम मुक्त पुरुष हुनुहुन्छ हैन। उहाँले एउटा जीवनभरिमा हैन, अनि उहाँले विभिन्न यो काग्यु सम्प्रदायमा, काग्युको सेरा र काग्युको यो विद्यालयमा, महाविद्यालयमा उहाँले हैन इतिहासको कुराहरू, आध्यात्मिक को कुराहरू, त्यस्तै गरी साधनाको कुराहरू, ध्यानको कुराहरू, समाधिको कुराहरू अत्यन्त धेरै उहाँले लेख्नु भएको छ हैन। अत्यन्तै उहाँ विद्वान र जसले गर्दाखेरि काग्युको एउटा जुन र घामको जस्तै एउटा सुवर्ण अवसर, एउटा जुन र घाम जो एकदम उज्यालो प्रकाश अहिले छाएको छ, यो मिग्यु दोर्जेको कृपाले गर्दा भएको हो। त्यही कारणले गर्दाखेरि अनि हामी काग्युबा भएर उहाँले मिग्यु दोर्जेको चाहिँ के हो हामीले बुझ्नु एकदम जरुरी छ, हामीले बुझ्नु जरुरी छ उहाँले के गर्नुभएको छ भनेर। त्यसै कारणले एउटा यो आफूले अब भनौँ न यसरी बुझेन, काग्यु सम्प्रदायको कुराहरू हामी लिएन भने हामी दुर्भाग्यपूर्ण छ भने हामी थाहा हुनु पर्यो हैन। एउटा उदाहरण छ कि यहाँ लङ्गी पोती सेरु भन्ने भित्र के लेखेको छ भन्दाखेरि हैन, आफ्नो मातृवंश नजाने मानिसहरू नक्कली फिरोजा ड्रागन जस्तै हो। आफ्नो पुर्खाको सम्पदा नजान्नेहरू मातृभूमि छोडेर गएका एक किसिमको मौन सन्तान जस्तै हुन्। अर्थात् नानी बेहोरा बिग्रेको एकदम खतम भएको सन्तान जस्तै हुन् भन्ने त्यस्तै भनेको छ यहाँ। त्यही कारणले गर्दाखेरि जुन आफूमा हुने जुन सम्प्रदायमा के आएको थियो त्यसलाई आफूले बुझ्नु सकेन भन्ने एक किसिमको अनि जताततै डुलेर हिँड्ने एक किसिमको हैन बेसहारा र बेकामे जस्तै हुने हुन्छ भन्ने यसरी बताएको छ हैन। अनि
हामीले कायु सम्प्रदायको लगायत विभिन्न बौद्ध धर्मको कुराहरूको शिरहरू, बीचको कुराहरू, इतिहासहरू, लेखोटहरू, शास्त्रहरू, विभिन्न इतिहासहरू हामीले बुझ्नु जरुरी छ। यदि बुझेन भने हामी बेसारे एक किसिम नजाने एउटा लाटा मूर्ख जस्तै एक किसिमको केही नजाने किसिमको अब मूर्खताको रूपमा देखिनेछ भनेर यसले लङ्की पोतिसहरू भित्र यसरी उदाहरण राखेको छ। अनि आफ्नो कुलहरू हैन, आफ्नो गोत्रहरू कहाँदेखि सुरुवात भयो हैन, यो आफ्नो धर्मको जुन अहिले तपाईले आफ्नो मूल गुरु देखाउँदै हुनुहुन्छ, त्यो गुरुहरू कहाँदेखि उत्पन्न हुनुभयो, ज्ञान कहाँदेखि उदय भयो भनेर यसरी हामीले थाहा हुनु अत्यन्त जरुरी छ। यो मुक्ति जीवनी कथा चाहिँ हैन, जीवनी अब उहाँको अब जीवनी कथा अब दुई प्रकारको छ। एउटा उहाँ आफैले लेख्नु भएको छ, एउटा चाहिँ आफ्नो चेलाहरूले लेख्नु भएको दुईटा उहाँको जीवनी कथा छ, अर्थात् मुक्ति कथा। त्यही कारणले मिग्यू दोर्जेको मुक्तिका कथाहरू छन् जुन उनले आफैले लेखेका छन्, अरूले पनि लेखेका छन्, उनका विद्यार्थीहरू पनि लेखेका छ। उनका आत्मा कथाहरू गद्यमा भन्दा पद्यमा हुने सम्भव बढी देखिएको छ हैन। अनि पद्मा आत्मा कथाहरू मध्ये सबैभन्दा प्रख्यात प्रशंसा हो। उहाँले राम्ररी खोजी गर्नु भएर अब धामेमा अर्थात् एकदम यो विशेषता जीवनी कथा हैन, यसलाई धामेमा भनिन्छ। यो एकदम प्रख्यात भएको छ। यो प्रख्यात हुनुको कारण के हो त भन्दाखेरि, अनि यो मुख्य प्रख्यात हुनुको कारण के हो त, धामेमा भनेको यो जीवनी कथा चाहिँ मिग्यू दोर्जे आफ्नो जीवनी कथा प्रख्यात हुनुको कारण के हो त भन्दाखेरि, कर्म कमसङको प्रार्थना पुस्तकहरूमा यो समावेश गरिएको कारणले गर्दाखेरि अत्यन्तै प्रख्यात हुन पुगेको हो। यो धामेमा भनेको यो जीवनी कथा चाहिँ एकदम शब्दहरू एकदम गाह्रो हैन, अलिकता के हो त भन्दाखेरि अनि गाह्रो छ र एकदम शब्दहरू गहिरो ओजनदार छ हैन। यो मनमा लिनु पनि अत्यन्त गाह्रो छ हैन। अनि यो गाह्रो भएकोले हुँदाखेरि मलाई गुरुहरूले आचार्यहरूले के भन्नुभएको छ भन्दाखेरि, यो धामेमा भनेको वन्दना चाहिँ तिमीले यो मनमा लिँदाखेरि अर्थात् यसलाई आफूले कण्ठस्थ गर्दाखेरि अत्यन्त शब्द गाह्रो छ है, यो कण्ठस्थ गर्नु गाह्रो हुन्छ है मलाई भनिएको थियो। त्यही कारणले गर्दाखेरि यो अहिले पनि झलक झलक याद आउँछ मलाई यो गाह्रो भए तापनि। किन त भन्दाखेरि म सानो छँदाखेरि मैले धेरै लामो समय लगाएर यसलाई कण्ठस्थ गरेको हुँदाखेरि होइन, त्यसको एउटा छापले गर्दाखेरि, त्यसको यादासले गर्दाखेरि अहिले पनि होइन एकदम छर्लङ्ग मलाई अब हुने हुन्छ होइन। जब म सानो थिएँ मलाई यो याद गर्न पनि गाह्रो थियो। यद्यपि मलाई सानो हुँदा सम्झना गाह्रो हुने चिजहरू तपाईँले कहिले पनि बिर्सनुहुन्न जस्तो मलाई लाग्छ होइन। जुन हामी सानो हुँदा एकदम गाह्रो एकदम अप्ठ्यारोपन तपाईँले कहिले बिर्सिनुहुन्न नि, त्यस्तै अनि त्यस्तो नै किसिमको यो शब्द पनि त्यस्तो रहेको हुँदाखेरि मलाई एकदम अहिले पनि याद आउँछ। यो अत्यन्तै यो महत्त्वपूर्ण भएको नि म देख्दछु। अब यो हामीले कण्ठस्थ होइन, हामी सानो छँदा प्रार्थनाहरू कण्ठस्थ गर्छौँ, हामीले शब्दहरू कण्ठस्थ गराउनु बाहेक गुरुहरूले कण्ठस्थ गराउन दिन्छ, तर शिक्षकहरूले तिनीहरूलाई धेरै व्याख्या गर्दैनन् र हामी आफै तिनीहरूमा धेरै चासो पनि राख्दैनौँ। वास्तवमै आत्मा कथात्मक प्रशंसाहरूको अनि के हो त भन्दाखेरि हामीले होइन त्यो हामीले बुझ्नु र त्यसमा अब व्याख्यान गर्नु अत्यन्त जरुरी देख्छु। किनकि भन्दाखेरि यो धामेमा भने चाहिँ एउटा जीवनी कथा भएकोले, मुक्ति कथा भएकोले त्यसमा चाहिँ एकदम धेरै चासो राख्नु पर्दछ। किन त भन्दाखेरि त्यसमा चाहिँ विश्वसनीय, त्यसमा चाहिँ अब रूपमा हेर्नु पर्दाखेरि विशाल र गहिरो एकदम गहनता कुराहरू त्यसमा लेखिएको छ। अनि यो आत्मकथात्मक प्रशंसाहरूको विशालता रहेको छ यो धामेमा भनेको एउटा लेख चाहिँ।
प्रशंसाको लागि उनले राम्ररी खोजेको प्रशंसाको लागि विद्वानहरूको लागि आफ्नो अब भनौँ न आफ्नो भाषामा यसको अत्यन्तै गहिरो कुराहरू यसमा बाहिर निकालिएको छ। त्यस्तै गरी यसले अब पाओ चोला ठेङ्वा गुरुद्वारा चाहिँ अब यसलाई अब यसको भित्रको सारहरू बुद्धिहरू के हो भन्ने बाहिर छर्लङ्ग उहाँले निकाल्नु भएको छ। यही कारणले यो मिक्यु दोर्जेको अब जीवनी कथा मुक्ति कथा चाहिँ एकदम सुसम्पन्न भएको अत्यन्त शुद्धता चाहिँ कुन लेखेको हो त भन्दाखेरि पाओ चोला ठेवाद्वारा लेखिएको हो भने पनि गल्ती भएको जस्तो मलाई लाग्दैन, त्यही नै हो भन्नु सहज जस्तो मलाई लाग्छ। यो कमसङ छुजुङ भित्र चाहिँ अब होइन यो एक किसिमको भनौँ न यो पाओ चोला ठेवाद्वारा लेखिएको सबैभन्दा ठुलो लामो र पूर्ण जीवनी कथा छ यो भित्र चाहिँ अब 67 पृष्ठ लामो छ। विद्वानहरूको लागि अत्यन्तै उपयुक्त छ र यो कर्मकाग्यु वंशको इतिहासको 10% भन्दा बढी यो इतिहास अब भनौँ न नम्तर चाहिँ यो काग्यु कमसङ छुजुङ भित्र लेखिएको छ। कमसङ छुजुङ भनेको विभिन्न कुराहरू त्यो भित्र अब लेखिएको छ, तर त्यो भित्र 10% चाहिँ यो काग्यु वंशको इतिहासको विषयमा लेखिएको छ। त्यस्तै गरी यो धामीमा भन्ने एउटा उहाँको जीवनीमा लेखिएको कुराहरू छ। अनि त्यस्तै गरी अर्को लेक्चेमा अब कल्याणमय भन्ने एउटा उहाँले अब लेख्नु भएको नि छ होइन, त्यो पनि अत्यन्त प्रसिद्ध प्रख्यात हो। यो बौद्ध ग्रन्थ हो, यो मिक्यु दोर्जेद्वारा लेख्नु भएको। यो किन लेखिएको, यो त्यसको महत्त्व के छ भन्दाखेरि होइन उहाँले जीवनकालमा भोगिएको विभिन्न कुशल कार्य गरेको होसहरू, आफ्नो भावहरू, आफ्नो भावनाहरू त्यसमा कोरिएको कुराहरू त्यसमा लेखिएको छ। लेक्चेमा भन्ने भित्र लेखिएको छ। अनि हामीले त्यो किताब हेर्दा हामीले के झझल्को आउँछ, के देखाउँछ भन्दाखेरि एउटा लामा राम्रो खाले क्वालिटी राम्रो गुणस्तर भएको लामा हुनुको लागि यस्तो ज्ञानको हामीलाई हुनुपर्दो रहेछ भने त्यस्तो महत्त्वपूर्ण बुँदाहरू त्यसमा कोरिएको, त्यस्तो ज्ञानको पाटोहरू छपछपी त्यहाँ भेट्ने भएकोले त्यस्तो ज्ञान हासिल गर्नुको लागि यो लेक्चेमा भनेको तपाईँले हेर्नुभयो भने अत्यन्तै त्योभित्र एकदम गहिरो कुराहरू तपाईँले भेट्नुहुन्छ। त्यो पनि मिक्यु दोर्जेद्वारा नै रचना गरिएको हो, धामेमा र लेक्चेमा। गत 1-2 वर्षभित्र मैले इतिहास र जीवनीको बारेमा धेरै कुरा गरेको छु होइन, मैले धेरै बताएँ तपाईँहरूलाई। अनि यो बताउने क्रममा कसैले सोचमा लाग्ला कि यो मान्छेले त एउटा कथा जस्तो एउटा चुटकिला जस्तो कहिल्यै पनि सक्ने छैन यो होइन, अब जहिले पनि एउटा कथा जस्तो भनेको छ भन्ने सोचहरू आउँछ होला होइन त्यस्तो। अनि मुख्य गरी बताउने कुराहरू चाहिँ नबताएर छेउछेउको विभिन्न कथाहरू होइन अनि विभिन्न अर्थ नभएको कुराहरू अनि मात्रै बताउँदो रहेछ भने तपाईँहरूलाई लाग्छ होला। त्यही कारणले गर्दाखेरि हामीले यो अनि यो त्यति अब मतलब छैन, यो अनावश्यक छ। कथाहरू सुनाउने व्यक्तित्वको सन्दर्भमा म यो ठ्याक्कै यो बाहेक अरू केही भन्न सक्दिनँ होइन। एउटा म जस्तो व्यक्तिले सबैको अब अगाडि बसेर कुनै कुरा वा कारण छ भनेर छाप्नु, ज्ञानी र विद्वान भएको बहाना गर्नु भनेको भनाइहरूमा जस्तै हो होइन। एक किसिमको अब तपाईँहरूलाई लाग्ला होइन, तर पनि अब सत्य त के हो होइन, एक किसिमको अब मैले बताएको कुराहरू सत्य त छ कि छैन, यो उपयुक्त छ कि छैन भने यो मलाई थाहा हुन्छ होइन।
त्यही कारणले गर्दाखेरि अहिले मेरो हालत, अहिले मेरो परिस्थिति हैन कस्तो छ हैन, त्यो अनुसार मैले समय दिएर जति सक्दो अब जुन यो अतुलनीय गुरुहरूको जीवनी कथाहरूलाई मैले जति सक्दो बुझाउने, अब बुझ्ने र बुझाउनेको हिसाबले मैले पस्किरहेको छु हैन। त्यही कारणले गर्दाखेरि कसैले उपयुक्त लाग्नु सक्छ, कसैले उपयुक्त लाग्नु सक्दैन हैन। त्यसमा के अब गहिरोतालाई मैले भन्नु पर्दैन। जे भए तापनि जुन मैले गरिरहेको चाहिँ प्राणी हितको लागि र समग्र बौद्ध धर्म सुधिरहेकोलाई बिउजनको लागि मैले दिन प्रतिदिन खटिरहेको छु। यो मेरो सोच शुद्ध भएकोले सत्यतै गरिरहेको छु भन्ने मलाई लाग्दछ हैन। जस्तो कि अब भनौँ न, एउटा भनाइहरूमा जस्तै छ कि जब चराहरू हुँदैन भने गधाले आकाशमा शासन गर्छ, वा जब त्यहाँ कुकुरहरू छैन भने बिरालाहरू हड्डीहरू कुर्छन् भने जस्तै म यस्तो स्थितिमा फसेको छु कि जब अरू केही गर्न बाँकी छैन र म भन्न पनि सक्दिनँ कि यो साँचो राम्रो भयो वा धेरै शुद्धता भयो भन्ने म भन्नु सक्दिनँ। तर मैले सुनेने मुक्तिका कथाहरूको कुनै अर्थ छैन भने सोच्नुहुन्छ भने मलाई लाग्दैन कि त्यो सही हुनेछ भने। अब विभिन्न अब सृष्टिकर्ता छ भने दाबी गर्ने विश्वको धर्महरूमा त्यहाँ एक दूत वा आगम वक्ता हुनु महत्त्वपूर्ण छ, जसले ईश्वरका शब्दहरू ठिकसँग सञ्चार गर्न सक्षम छन्। सृष्टिकर्ता देवता मानिसहरूलाई पार गर्नुहुन्छ, अपरिहार्य हुनुहुन्छ, त्यसैले यसलाई टाढाको रूपमा मानिन्छ हैन। अब हामीले सृष्टि भगवानले नै बनायो, अब हामीले भगवानले नै अब बचाउने छ भन्ने किसिमको सबै भगवानप्रति आशा गर्ने धर्महरू संसारमा धेरै छ। त्यो धेरै टाढोबाट हेर्ने तरिका हो। तर पनि बौद्ध धर्ममा हेर्ने हो भने त्योभन्दा एकदम छुट्टै पहिचान छ हाम्रो। किन त भन्दाखेरि एउटा भगवानको रूपमा टाढो मात्रै नभएर श्री सम्यक सम्बुद्ध शाक्यमुनि बुद्ध गौतम बुद्ध चाहिँ उहाँ एउटा मान्छेको रूपमा त्यहाँ देखा पर्नु भयो हैन। उहाँ परम्परामा हाम्रा गुरु मानव रूपमा आउनु भएन। हाम्रो पावन गुरुहरू भनौँ न, हाम्रो पूर्वकाल गुरुहरू बुद्धहरू भए पनि मानवमा आउनुभयो र मानव जीवन बिताउनु भयो। अनि उहाँ जीवनमा मानव जीवन आएर 12 महाकर्म अन्य कर्म पनि गर्नुभयो, सत्य कर्म देखाउनु भयो। यसरी देख्नुको मुख्य कारण र उद्देश्य यो हो कि हामी साधारण संसारिक मानिसहरू पनि बुद्ध जस्तै बुद्धि र प्रेम र शक्ति भएको व्यक्ति बन्न सक्छौँ भन्ने एउटा हामीले आँखा खुलाउँछ। एउटा भगवानको कथा मात्रै बतायो भने किसिमको हामीलाई सोच, हामी त भगवान हुँदैन होला, हामी मान्छे नै हो, सक्दैन भन्ने सोच आउँछ। तर हाम्रो पूर्व गुरुहरू सबै मानवको चोलामा उतारेको हुँदाखेरि उहाँ बुद्ध हुनुभएकोले हामी अवश्य बुद्ध हुनु सक्नु हुँदो रहेछ नि, किनकि उहाँ त मानिसको चोलामा आएर पनि उहाँ बुद्ध हुनु भएर एउटा आँखा हैन, त्यसरी एउटा आँखा खुलाउँछ, ज्ञानको आँखा खुलाउनु भएकोले। अनि हामी अवश्य नै बुद्ध पनि बस्न सक्छौँ। यो गर्नको लागि विधिहरू उनले भनेका वा अरू कसैबाट सन्देशको रूपमा पारित गरिएको मात्र होइन, आफ्नै शरीरको साथ उहाँले हामीलाई स्पष्ट रूपमा देखाउनु भयो र मानिसहरूको आँखा अगाडि यसलाई कसरी व्यवहारमा ल्याउने, यस अवस्थाको बारेमा सोच्दा मलाई लाग्छ कि बौद्ध धर्म एक किसिमको अत्यन्तै शुद्धता र त्यसले गर्दाखेरि अब बुद्ध हुनु एकदम त चाँडो हुने जस्तो मलाई लाग्छ। त्यही कारणले गर्दाखेरि हामी बौद्धहरूका लागि कतिको महत्त्वपूर्ण छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। अनि यो त्यसै गरी यो यसको सट्टामा हामीले भनौँ न विभिन्न अब चारमान आर्य सत्यहरू त्रिपिटकहरूको होइन, त्यसै गरी अब प्रयोगमात्मक निर्देशनहरू दिनुहोस् र मलाई कसरी अभ्यास गर्नुहुन्छ भने अब विभिन्न हामीले यो सोच्ने कला सोच्नेहरू हुन्छ नि, अत्यन्त हामीले अब
कहिले अब पाउँदैन, कहिले गुरु भेट्दैन हामीलाई हैन भनेको ठाउँमा। तर पनि जे भए तापनि यो बौद्ध गुरुहरू चाहिँ एउटा बुद्ध भए तापनि एक किसिमको हामी अब किसिमको अरूलाई दर्शन सिकाउने मात्रै होइन, किनकि हामी एक किसिमको के हो त भन्दाखेरि हामी अब सिक्ने र ध्यान गर्ने अभ्यास गर्ने मानिस भएकोले ध्यान अभ्यास गर्नको लागि हामी मार्ग सिकाउने गुरु वा आध्यात्मिक मित्रहरूबाट आफूलाई अलग तरिकाले हामीले हेर्नुपर्ने हुन्छ। यदि हामीले गुरु र आध्यात्मिक मित्रहरूको बारेमा कुरा गर्यौँ भने सबैभन्दा टाढाको दृष्टिकोणबाट यो हाम्रा गुरुहरू बुद्ध, आत्मान, स्रोत विषय, सात बुद्ध, 6 रत्न, 2 सर्वोच्च आदि हुनुहुन्छ भने यसरी ज्ञानले भरिपूर्ण भएको हामी देख्दछौँ। तर हामीले जुन भएको ज्ञानमा हामीले आफूले अभ्यास गर्नु सकेन भने हामी जहाँको त्यही नै हुँदछौँ। त्यसै कारणले गर्दाखेरि गुरुहरूले जीवनकाल नै बिताउनु भएर जीवनै धर्म बिताउनु भएर हामीले अब मुक्ति दर्शन देखाउनु भएको हुँदाखेरि अनि हाम्रो लागि कुनै गुरुहरू महत्त्वपूर्ण र दयालु मूल गुरुहरू पनि छ। उनीहरूले आफूलाई बताउनु भएको कर्म र जीवन कथाहरू वास्तविक अभ्यासको हिसाबले जीवनमा सास फेर्ने धर्म हो हैन। हाम्रो सास जस्तै हो धर्म पनि, धर्म बिना कुनै पनि जीवन चल्दैन। त्यही कारणले उनीहरूले हामीलाई दिनुहुने 100 वटा शिक्षाहरूभन्दा ठुलो उपहार चाहिँ के हो त, यो किसिमको जीवनको वास्तविकता सत्यता चाहिँ हो। यसरी विगतका महान गुरुहरू कर्महरू सबै साँचो धर्मको अभ्यास प्रत्यक्ष निर्देशनहरू जस्तै हुन्। त्यसैले हामीहरूले तिनीहरूलाई महत्त्वपूर्ण मान्नुपर्छ र त्यसपछि तिनीहरूलाई अध्ययन गरी व्यवहारमा उतार्नु महत्त्वपूर्ण देख्दछु। हामीले जे धर्म सिक्नुको लागि पनि एउटा पूर्व परम गुरु हामीले आफ्नो गुरु चाहिँ हामीले अब चिन्नु पर्दछ हैन। गुरु भेटिसकेपछि हामीले अब विमुक्ति अर्थात् मुक्ति भनेको कुरा चाहिँ हामीले थाहा हुनु पर्यो। आफ्नो गुरुले मुक्ति पार गर्यो, मुक्त पुरुष हुनुभयो भने हामीले राम्रो सिक्न सक्छौँ। त्यसै सन्दर्भमा हामीले हैन अब एउटा मुक्ति हैन अर्थात् विमुक्ति अर्थात् मोक्ष भन्ने कुरा चाहिँ हामीले थाहा हुनुपर्छ हैन। गुरुहरूको नमथर हामीले बुझ्नुको लागि पहिला नमथर भन्ने कुरा थाहा हुनुपर्छ। नमथर भनेको संस्कृतमा यसलाई विमोक्ष भनिन्छ हैन। अनि यो विमोक्षलाई चाहिँ अब हामीले अब सर्टकटमा भन्दाखेरि मुक्ति भनिन्छ हैन। त्यही कारणले जो कतिपय गुरुहरूले अब प्रस्तुत गरे अनुसार यसलाई चाहिँ अब 3 प्रकारको अब पुरुषमा बाँड्दछ हैन। अब प्रथम पुरुष हैन, अब अध्यय पुरुष, मध्यम पुरुष अनि त्यसै गरी अब अन्तिममा अब भनौँ न प्रसिद्ध अब किसिमको भनौँ न अब अन्तिमको अब एकदम किसिमको के हो त परम पुरुष। यसरी 3 प्रकारको पुरुषमा विभाजन गरिन्छ हैन। अब पहिलो पुरुषलाई के भन्छ भन्दाखेरि हैन अब कर्म हेतु फलमा विश्वास राखी हैन, अब एक किसिमको अब प्रतीत समुत्पादमा विश्वास गर्नेलाई भनिन्छ यो तल्लो तहको पुरुषलाई। अब मध्यम पुरुषलाई भन्ने हो भने हैन अनि सबै संसार प्रति अब वैराग हैन, वैराग उत्पन्न भइसकेको वैराग लाग्नेलाई अब यसलाई मध्यम पुरुषको अब ज्ञान भनिन्छ, मध्यम खाले पुरुष। अब उत्तम पुरुष अनि परम पुरुष कस्तोले भनिन्छ भन्दाखेरि हैन अरूको लागि हित चाहने हैन, अरूको लागि मात्रै सुख शान्ति चाहेर अनि संसारमा पनि नअड्किने र हिनयानको मोक्षमा नअड्किकन सम्यक बुद्धको ज्ञान हासिल गरी सबै प्राणीहरूलाई मुक्ति मार्गमा लगाउने चाहिँ के हो त। अनि यो चाहिँ परम पुरुषमा मानिन्छ। अब म आधा घण्टाको लागि विश्राम लान चाहिँ चाहन्छु, त्यसपछि फेरि म फेरि यसलाई सुरुवात गर्नेछु। अबको लागि आधा घण्टा विश्राम लिन चाहन्छु।
तादनी इंदु दा तंगी खोंद शिवनासी नामथार सागी खोआरबदी पहिला बताए चाहिँ अनि यो मुक्ति भनेको अब मैले बताइसकेँ यो संसारको संसारिक जन्जालबाट अब मुक्ति छुटकारा पाउनलाई भनिन्छ अनि बताइसकेँ यो महान पुरुषहरूको मुक्ति कथामा पनि अब होइन आदि जोवनको अब जीवनी कथा पनि हुन्छ भने अब होइन सबै जीवनको पनि हुनिन्छ होइन यो आफ्नै अब अनुसार हुन्छ अब पूर्व जन्मको अब मुक्ति जीवनी कथा पनि हुन्छ कसैको होइन कसैको अब यही जीवनको पनि हुन्छ होइन दुई प्रकारको अब जीवनी कथाहरू रहेका छन् अब यो 12 प्रकारको अब यो प्रवचन हैन भनौँ न प्रवचन अब सुंग्रप त्यो भित्रमा नि अब चोबर गीते भन्ने किसिमको अब यो विभिन्न चर्या लीलाहरुमा चाहिँ अब यसरी के बताएको छ त भन्दाखेरि अब त्यो भित्र चाहिँ अब जुन ध्यान गर्ने बेलामा अब कसरी उहाँले अब कष्ट पार गरेर अब ध्यान गर्नुभएको थियो हैन तपोहरु कसरी गर्नुभएको थियो त्यसको विषयमा अब बताउनु भएको थियो जुन चर्या जीवनी कथामा अनि साक्यमुनि गौतम बुद्ध नहुनु भन्दा पनि पहिले अब एक किसिमको अब जुन बोधिसत्वको रूपमा हुँदाखेरि उहाँले अब प्राणी हितको लागि यसरी दान प्रवचन प्राणी हितको लागि विभिन्न कारणहरु गर्नुभएको थियो यो एउटा किसिमको यो पनि एउटा मुक्ति चर्याहरु पनि हो यो मुक्ति जीवनी कथा कस्तोले भनिन्छ भन्दाखेरि के हो त भन्दाखेरि हैन कस्तोले बुझ्नु पर्दछ त भन्दाखेरि अब साधारण हैन खाइ बसाइ सुत्ने साधारण अब कामहरुलाई बुझ्दैन है त जीवनी मुक्ति कथा भनेको चाहिँ अब प्रथम अब एक किसिमको परम पुरुषहरुको हैन उत्तम पुरुषहरुको अब जीवनी कथालाई बुझिन्छ त्यो भन्दा पनि विशेष गरी अब महान व्यक्तिको गुणहरु जस्तै विशेष गरी उनीहरुले बुद्धको शिक्षाहरु सुन्ने मनन गर्ने साँचो अध्ययन कसरी संलग्न भए त्यसबाट उनीहरुले कसरी शिक्षा बस र लेखन कसरी गर्नुभयो हैन त्यस्तो कुराहरु अनि त्यस्तो भएको जीवनी अब कथाहरुलाई चाहिँ अब के मुक्ति कथा भनिन्छ अब यसमा अब विद्वानको कलाहरु हैन अनि त्यस्तै गरी अब शीला शुद्ध भएको कलाहरु त्यस्तै गरी अब राम्रो कुराहरु भएको त्यस्तो तीन प्रकारको अब कुराहरु चाहिँ अब मिलेको हुनु पर्दछ हैन त्यो तीन प्रकारको कुराहरुमा हैन अब आफ्नो साधनाहरु आफ्नो आध्यात्मिक कलाहरु ज्ञानहरु त्यो अत्यन्त अब बलवान र अत्यन्त शुद्ध भएमा त्यो मुक्ति कथात्मक कथा भन्ने छ अनि जुन हामी प्रार्थना गर्दाखेरि एकदम मन जाने मन तान्ने जस्तो जुन हामीले प्रार्थना गर्दाखेरि यो गुरु जस्तो भए त होस् मैले जे गरे पनि यो गुरु जस्तो म बन्नु पाओस् भन्ने एउटा मन जाने मन तान्ने ठाउँ तपाईको एउटा आदर राख्ने ठाउँ भयो भने त्यो तपाईले सोचेको जस्तै तपाईले विचार गरेको जस्तै अब गुरु अब देख्नु भयो त्यो चाहिँ मुक्ति जनक भएको अब जीवनी कथालाई बुझ्न सक्नुहुन्छ जुन मुक्त पुरुष भन्ने तपाईले बुझ्नु सक्नुहुनेछ त्यही कारणले अब
घेवा यसमा पनि अब घेवाङ कुङ्गपाल्ज्यूले अब यसरी बताउनु भएको छ कि के बताउनु भएको छ भन्दाखेरि के हो त भन्दाखेरि अब यो विषय र भाषाको रूप मार्फतबाट मुक्ति र सर्वज्ञानमा पुग्ने विद्यार्थीहरू हेर्ने र सुन्ने कारण बन्नु पर्दछ भनेको छ। अर्थात् हैन जुन विषय विभिन्न यो शब्दहरूको यो स्वरूपले नै अनि देख्ने सुन्ने जुन विनयजन हुनुहुन्छ हो त्यही नै अब एक किसिमको मोक्ष र बुद्धको ज्ञानहरू प्राप्त गर्ने कारणहरू बनेछ भनेको छ। तसर्थ महान व्यक्तिहरूको मुक्ति कथाहरू पठाउँदा शिक्षक र स्रोतहरूले उनीहरूलाई सिकाउनुको कारण बुझ्नु पर्दछ। तिनीहरूको मनमा तीनवटै वा कुनै एक प्रकारको आस्था अनि आकांक्षाको विकास हुन सक्छ कि भनेर हेर्नुपर्छ। विश्वास र विश्वासको विश्वास यदि तिनीहरूले सक्छन् भने यसले आफ्नो परिवारको क्षमता जोगाउने अर्थात् मुक्तिको बिउ रोप्ने भनिन्छ यसलाई हैन। अनि आधारभूत कुरा के हो भने मुक्ति कथाको विषय महान व्यक्तित्व हुनुपर्दछ, विषय प्रत्यक्ष धर्मसँग जोडिएको हुनुपर्दछ र सबै तहका मानिसहरूमा चाहना प्रेरणा जगाउन सक्षम हुनुपर्दछ। छोर्कने भन्नुपर्दाखेरि मुक्ति कथामा यी तीन विशेषहरू हुनुपर्दछ। जब हामी सूत्रहरू पढ्छौँ तिनीहरूमा सधैँ नै यी शब्दहरूबाट सुरु हुन्छ कि यसरी मैले सुनेको छु हैन। अब हामीले जे भए पनि एउटा श्रद्धा बल हैन, एउटा आफूमा श्रद्धा बल चाहिँ बलियो हुनुपर्दछ, त्रिरत्नप्रति आस्था भएको हैन। पूर्वजन गुरुहरू हालको गुरुहरू आफ्नो जस्तो गुरुलाई पनि एउटा आश्रय एक किसिमको श्रद्धा भक्ति बल हैन अत्यन्त बलवान हुनुपर्दछ हैन। त्यस्तो भयो भने मात्र आफूले अब धर्मको हामीले बिउ रोप्न सक्छौँ। यसलाई नै हामीले ऋक भनिन्छ, गोत्र। यसले नै हामीले सम्यक सम्बुद्ध ज्ञानमा हासिल गर्न सक्छौँ। त्यो के हो त भन्दा एउटा यो श्रद्धामा भर पर्दछ। त्यस्तै क्रममा हामीले एउटा के हो त भन्दाखेरि जब हामी सूत्रहरू पढ्छौँ त्यो शब्द त्यो सूत्रमा भनौँ न समग्रमा के शब्द देख्छ भन्दाखेरि मैले केही सुनेको छु, एक समयमा मैले केही सुनेको छु भने यस्तो अब लेखिएको छ। एउटा केही म अब मलाई एउटा कथा बताउन मन लाग्यो। अहिले कस्तो कसो छ कथाको यो कथा चाहिँ म सबै बताउँदिनँ, अलिकता आधा मात्रै बताउँछु। यो रसियाको कुनै अब मान्छे चाहिँ अब एक किसिमको अब अनि ल्हासामा भिक्षु बन्नको लागि अब नेपाल्नु भएको थियो। अब यो रसियाको एक किसिमको अब भनौँ न मान्छे चाहिँ अब यो विभिन्न बौद्ध धर्म सिक्नको लागि अध्ययनको लागि ल्हासामा पाल्नु भएको थियो। अब यो रसियामा बस्ने एकजना अब मान्छे चाहिँ अब एउटा कुना काप्चाको अब ग्रामीण क्षेत्रमा बसेको हुँदाखेरि अब त्यति अब मान्छेहरू उसको देखेको थिएन होला। अनि ऊ अनि त्यो रसियाको मान्छेहरू चाहिँ किसिमको अध्ययन गर्न जाँदाखेरि बुवा आमाले के भनेको छ भन्दाखेरि अनि बाटोमा कतै मान्छे भेट्यो उनीहरूले साथ सहयोग राम्रोसँग गर्नु है भन्ने यसरी आफ्नो बुवा आमाले यसरी आफ्नो छोरालाई चाहिँ अनि उपदेशहरू दिनुभएको थियो। त्यो भन्दा पनि विशेष गरी अनि बाटोमा जाँदाखेरि हिँड्दाखेरि चाहिँ अनि तिमीहरू चाहिँ बाटोमा जाँदाखेरि अब एक किसिमको हराउने सम्भावना धेरै छ है त, त्यही कारणले दिनौदिन गन्ती गर्दै जानु है भन्ने यसरी भन्नुभएको रहेछ बुवा मम्मीले।
अनि त्यसरी अनि उनीहरूले पनि हुन्छ अवश्य हामी गन्ती गर्नेछु भने यसरी अनि उहाँहरू जानुभयो अरे अनि भोलिको दिनमा यसरी अनि गन्ती गर्दै गर्दै आफ्नो बाटो तताउनु भयो अनि यसरी एक एक 1 2 3 4 गर्दै यसो उहाँले गन्ती गर्नुभयो अरे अनि गन्ती गर्ने चाहिँ आफैले नगर्ने अरूलाई मात्रै गर्नेको रहेछ अनि गन्ती गर्नेले अब 4 जना छ भने जुन 4 जना गन्ती गर्नेले चाहिँ आफूले चाहिँ नगर्ने अरूलाई मात्रै गर्ने आफूले चाहिँ नगर्नेर अनि यो गन्ती गरेको आफूले नगर्ने सएपछि होइन हामी 7 जनामा 1 जना छँदै छैन यो के होला त गन्ती पुगेन भनेको यसरी कुराकानी भएछ हैन फेरि एक आपसमा फेरि अनि फेरि होइन होला भने फेरि सबैले 7 जनाले गन्ती गर्दाखेरि जसरी पनि अब 1 जना पुग्दैन हामी यति नै हो कसरी नपुगेको होला 1 जना भनेर यसरी हैन उनी एकदम आश्चर्यजनक भएको थियो अब मान्छे अब हामी यति नै हो तर 1 जना पुगेको छैन के हो र भने यसरी उहाँहरु चाहिँ अब अन्यलमा पर्नु भयो रे अनि उहाँ चाहिँ निन्द्रा नलागेर एक आपसमा टल्ल गरे अनि निन्द्रा पनि लागेन खाना पनि नरुचेर एक आपसमा टल्ल परेर हेरेर बसिरहेछ किन होला हामी अब यति दुःख गरेर लासामा आयौं हैन भोटमा आयौं अब गन्ती गरेर जानु भन्नुभयो हामी यति नै तर 1 जना गन्ती पुगेन कसै पुगेन होला भनेर यसरी उहाँहरु बीचमा कुराकानी भइछ अनि टाउको दुखी लासामा उहाँहरु पुग्नु भयो अरे अनि यो 5औं दलाई लामाको ठाउँमा सामुमा चरण पुग्नु भयो अनि एकचोटी उहाँको सामु चरण पुगेर हामी एउटा जोखाना गरेर राम्रो होला किनकि हाम्रो 7 जना भित्रमा 1 जना हराएछ हैन हराउनु भयो अब बेपत्ता हुनु भयो अब उहाँलाई जोखाना हेर्नु जानु पर्दछ भनेर यसरी अनि अब 5औं दलाई लामाको चरणमा जाउँ हैन त्यहाँ जानुको लागि अब हामीले अब यो अब हामीले कागज अब एक किसिमको अब चढाउनु पर्ने हुन्छ हैन निवेदन लेख्नु पनि हुन्छ अब हामीले निवेदन लेख्ने अब ज्ञान छैन अब अनि के गर्ने हाल त भन्ने छ अरे अनि एक किसिमको अब अनि त्यो भित्रमा 1 जना अलिकता पढेको अलिकता थियो होला अब तुले चाहिँ अब यो सूत्रहरु बुद्धले बताउनु सूत्र पढेको हुँदाखेरि हैन अब अनि त्यसपछि सूत्र के लेखेको छ सूत्र भित्र के लेखेको छ त भन्दाखेरि अनि समयक्षम बुद्धद्वारा शरीपुत्रहरुलाई अनि आज्ञा दिनु भएको हो भनी अब यसरी लेखिएको भेटिन्छ अनि उहाँहरुले चिठीमा के लेख्नु भएछ भन्दाखेरि अनि 5औं अब दलाई लामाज्यू अब आज्ञा अनुसार अनि हामी यो भित्र 7 जना आएको हौं तर गन्ती गर्दाखेरि अब 6 जना मात्र छैन त्यो जति गन्ती गरे पनि अब 7 जना आएन त्यो तपाईले बताइदिनु होला तपाई अब एउटा सर्वव्यापी बुद्ध भएकोले एउटा ज्ञानी भएकोले अब तपाईले हामीले खोजिदिनु होस् भने यसरी उहाँले अनुरोध गर्नुभयो उहाँले यसरी अब यो पत्र चढाउनु भयो अनि 5औं अब दलाई लामालाई यसरी अब अनि यो निवेदन चढाउनु भइसकेपछि अनि त्यो उहाँले हेर्नु भएर बताउनु भएर अनि अब उहाँले चढाउनु भइसकेर अनि जुन औतरी 5औं दलाई लामाले चाहिँ अब उहाँहरुलाई चाहिँ अब मुनि बसाउनु भएर त्यो 7 जना लासाबाट आउनु भएको मान्छेहरुलाई तल बसाउनु भएर अनि सातवटा चिया खाने एउटा फोर्पा चिया खाने एउटा मग चाहिँ अब 7वटा अनि लाउनु भयो अरे 7वटा लाउनु भयो अरे अनि उहाँले भन्नुभयो कि यो गना त कतिहरु छ भनेर गन्दाखेरि अनि यो त्यो 7 जना व्यक्तिले सोध्दाखेरि यो त 7वटा ठिकै रहेछ भनेर त्यो 7 जना मान्छेले दियो अरे अब 7वटा पुग्दाखेरि अनि
यहाँ साधारण ठिकै रहेछ, मान्छे कोही हराएको छैन भने यसरी अनि अनि औतरी यो पाँचौं अब यो दलाइ लामाले बताउनु हुँदाखेरि त्यो 7 जना मान्छेले चाहिँ उहाँ चाहिँ साँच्चै नै साक्षात्कार बुद्ध हुनुहुँदो रहेछ, हामी हराएको नि उहाँले पत्ता लगाइदिनु भयो भने यसरी अनि यसरी अब कथाले बताइन्छ हैन हैन यो एउटा कथा थियो। त्यसै कारणले यो सूत्रमाहरु पनि के शब्द आउँछ त भन्दाखेरि एक समयमा मैले सुनेको छु भने यसो शब्द आइन्छ। अब यसमा दिके हैन, अब सुनेको छु भने हैन, यसमा अब विभिन्न टिप्पणीहरु छ। अब यसले दिके भने असा सुनेको छु हैन, अब दिके भनेको चाहिँ अब यसले के जनाउँछ त भन्दाखेरि अब यसले चाहिँ विश्वास जनाउँछ, किनकि यो जब हामी भन्छौं बुद्धले यसरी बोल्नुभयो, बुद्धले यसरी बताउनु भयो भने एउटा आत्मविश्वास जगाउँछ। त्यसैले हामी धर्ममा संलग्न हुन्छौं हैन। त्यो आउने हुँदाखेरि अब यो बुद्धले यसरी बताउनु भएको थियो, एक समय बुद्धले यसरी बताउनु भएको थियो, लेखेन भने अब एक किसिम के हो त, बुद्धले आस्था भक्ति गर्दैन, यसरी धर्ममा विश्वास नगर्ने हुँदाखेरि लेखेको हुँदाखेरि हैन। अनि यसरी अब लेखिएको छ। त्यही कारणले यो चाहिँ विश्वास जनाउँछ दिके भन्नाले हैन। अब यो लोजेसनु भनेकोले उहाँले चाहिँ अब एउटा के लेख्नु भएको छ त भन्दाखेरि उहाँले एउटा चीनको हैन भाषामा अनुवाद गरेर यसरी लेख्नु भएको छ कि के हो त, अब के लेख्नु भएको छ त भन्दाखेरि उहाँले विश्वास हात जस्तै हो हैन। यदि एक व्यक्तिको हातमा हैन यो विश्वास चाहिँ हात जस्तै हो, हात छ भने जुन हात छ भने हैन, हात भएको मान्छेले चाहिँ विभिन्न यो रत्नको समुद्रमा गएर विभिन्न आफूले छानी इच्छा अनुसारको रत्नहरू मणिहरू लिन सक्छ। त्यस्तो किसिमको अनि यो श्रद्धा अर्थात यो आस्था भनेको पनि यो हात जस्तै हो हैन। त्यो भयो भने अनि विभिन्न बुद्धको अनि असीम अपरिमेय ज्ञानहरू हैन, अनश्रव ज्ञानहरू हैन, विभिन्न इन्द्रियहरू, बलहरू, बोधि, मार्ग, समाधिहरू सबै लिनु सक्छ, छानी लिन सक्छौं। यो एउटा हात जस्तै हो। यदि आफूमा अब श्रद्धा भक्ति छैन भने आफू हात नभएको मान्छे जस्तै हो हैन। जुन हात नभएको मान्छे चाहिँ अब यो रत्न भएको ठाउँमा आए भने पनि अब सागर भण्डारमा आए भने अब उसले अब केही पनि छान्नु सक्दैन, केही पनि हातले लिनु सक्दैन हैन। रत्न भए तापनि हात नभएको मान्छेले टिप्नु सक्दैन। त्यस्तै किसिमको श्रद्धा पनि त्यस्तै हो। यदि श्रद्धा छ भने सबै छानी ज्ञानहरू लिनु सक्छौं, श्रद्धा छैन भने केही पनि लिनु सक्दैन। यसरी यो लोजेसनुको सुनुसोकले यसरी बताउनु भएको छ। त्यही कारणले यो अनि हामीले यसरी श्रद्धा बल भयो भने के हुन्छ भन्दाखेरि हैन, अनि हामीले यो बुद्धको ज्ञान पनि हामीले हासिल गर्न सक्छौं। हामी एउटा राम्रो भिक्षु पनि बन्न सक्छौं, यसको मोक्ष पनि प्राप्त गर्न सक्छौं हैन। अनि भिक्षुको वस्त्र ग्रहण गरेर पनि अर्थवान हुनेछ। यदि आफूमा श्रद्धा भक्ति छैन भने हैन, धर्मको समुद्रमा प्रवेश गरे पनि अनि एक किसिमको जस्तो ठाउँमा बसे पनि उसले अध्ययन गरे पनि केही पनि उसलाई प्राप्त हुनेवाला छैन हैन। यो चाहिँ के हो त भन्दाखेरि सुकेको रुख जस्तै हो। सुकेको रुखले कहिले पनि फल नदिएर त्यो सडेर जाने हुने जस्तै यदि आफूमा श्रद्धा बल छैन भने आफू सडेको सुकेको रुख सरा हुनेछ। त्यही कारणले गर्दाखेरि अनि कपाल काटे पनि खौरेर पनि एक किसिमको श्रद्धा छैन भने बुद्धको ज्ञानले प्रवेश गर्ने छैन। त्यही कारणले बुद्धको ज्ञान
हुनुको लागि बुद्धको ज्ञान प्राप्त हुनुको लागि अब बुद्धको ज्ञान चाहिँ एकदम गहिरो र गहनता गम्भीरता भएकोले अनि साधारण सामान्य मान्छेले पत्ता लगाउन सक्दैन यदि बुद्धको ज्ञान प्राप्त गर्नुको लागि गहिरो ज्ञानहरू अब आफूलाई हासिल गर्नुको लागि यदि त्यो मान्छेसँग श्रद्धा बल भक्ति छ भने चाहिँ नि एक किसिमको उसले अनि बुद्धको ज्ञानमा उसले विश्वास गरेर बुद्धको ज्ञान प्राप्त अवश्य गर्नु सक्नेछ विशेष गरी यो श्रद्धा भक्तिमै फरक भर पर्नेछ श्रद्धा नै यो बौद्ध धर्मको प्रवेश मुख्य अब ज्ञानको द्वार हो दैलो हो भने यसरी बताउनु भएको छ अनि यसरी क्रमबद्धसँगै विश्वास भयो भने बुद्धको ज्ञान बुद्धको समाधि सबैमा क्रमबद्ध क्रम सिलसिला बिस्तारै बिस्तारै क्रमैसँग यसरी प्रवेश गरेर नि अतुलनीय अपरिमेय असीमित बुद्धको ज्ञान हामीले प्राप्त गर्न सक्छौँ र बुद्धको ज्ञान हामीले हासिल गर्न सक्छौँ हैन त्यसरी त्यही कारणले गर्दाखेरि यो अनि श्रद्धा चाहिँ अत्यन्त महत्त्वपूर्ण हो भन्ने बताउँदछ अनि यो बुद्धको ज्ञान प्राप्त गरेर अनि बुद्धले तत्कालै प्रवचन धर्मचक्र फैलाउनु भएन केही समय उहाँले खाली समय लिएर उहाँले मौनसँग उहाँ बस्नुभयो अनि उहाँले प्रवचन अनि एक किसिमको अब प्रवचन नगरिसकेपछि अनि हिन्दूको एक किसिमको अब ब्रह्मदेवले अनि अनुरोध गर्नुभयो कि धर्मचक्र फैलाइदिनुहोस् भन्ने यसरी अनि अनुरोध गरे बुद्ध भगवानलाई अनि त्यो ब्रह्माले अनुरोध गरे बापत बुद्धले के जवाब दिनुभयो भन्दाखेरि यो धर्म चाहिँ विशालता र गहिरो छ गम्भीरता छ अनि अनि बुझ्नु सक्दैन हैन उहाँले अनि गम्भीरता भएकोले बुझ्नु गाह्रो छ भने यसरी अब अनि बुद्धले बताउनु भयो हैन सक्दैन भने बुझ्नु सक्दैन भनेर यसरी जवाब दिनुभयो फेरि दोस्रो चरण फेरि उहाँले ब्रह्मदेवले अब अनुरोध गरे बापत अनि अनुरोध दोस्रो पटकमा अनुरोध गरे बापत फेरि बुद्धले के बताउनु भयो त भन्दाखेरि अनि 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 यसरी अनुरोध गरे बापत अनुरोध गर्दै गर्दै अनि 3 पटकसम्म अनुरोध गरे बापत अनि 3 पटकसम्म अनुरोध गरे बापत अनि के हो त भन्दाखेरि अब 3 पटक अनुरोध गरे बापत बुद्धले बताउनु भयो हैन त्यसरी अब ब्रह्मदेवले के भन्नुभयो त भन्दाखेरि 3 कालको बुद्धहरूले पनि धर्मचक्र फैलाउनु भएको छ हैन अब एक किसिमको तपाईले नै अब फैलाइदिनु होला भने यस अनुरोध गरे बापत बुद्धले के भन्नुभयो त भन्दाखेरि हैन पहिला बुद्धहरूले पनि प्रवचन दिनुभयो प्राणी हितको लागि मुक्ति दर्शन दिलाउनु भयो त्यही कारण अब मैले पनि अब दिनुपर्ने हुँदैछ भने बुद्धले यसरी सोच्नु भएर अनि त्यो के शब्द सुनाउनु भयो त भन्दाखेरि आज म यो अमृतको स्वाद सिकाउने छु आस्था भएकोहरूले रमाउनु पर्दछ खुसी मान्नु पर्दछ आज म तिनीहरूलाई यो साँचो धर्म सिकाउने छु भन्ने यसरी बुद्धले यसरी बुद्धले अनि उदार हुनेले खुसी मान्नु पर्दछ वा अनुशासनमा बस्ने धैर्य गर्ने लगनशील हुने ध्यान गर्ने वा महान प्राज्ञ भएकोहरूले आनन्द अनि खुसी मानुस् हैन अनि यसरी बुद्धले बताउनु भयो
बुद्धले के बताउनु भयो त भन्दाखेरि हैन जुन जुन मान्छेले एकदम अनुशासन छ लगनशील छ ध्यान गर्ने छ तिनीहरू खुसी गर म प्रवचन गर्नेछु भनेर बताउनु भएन बुद्धले के बताउनु भयो त भन्दाखेरि तपाईहरु खुसी हुनुस् किनकि अब म आज सत्य धर्म सिकाउने छु तपाईहरु श्रद्धा भक्ति गर्नुहोस् तिनीहरूलाई म अवश्य यो साँचो धर्म सिकाउने छु भने यसरी बताउनु भएको छ हैन श्रद्धावाला चाहिँ खुसी हुनुहोस् म उनीहरूलाई सिकाउने छु भने यसरी श्रद्धा भएकोले बुद्धले बताउनु भएको छ अब यसमा प्रश्न उठ्छ कि अब अनुशासनमा बस्नेहरू हैन धैर्य गर्नेहरू लगनशील हुनेलाई अब खुसी हुनु नभएर अब एक किसिमको कसलाई खुसी हुनु सुन्नुहोस् भने भन्दाखेरि एउटा श्रद्धा हुनेलाई सोको मन हुनेलाई शुद्ध विचार सद्भावना हुनेलाई अनि हुने मान्छे खुसी हुनुहोस् म बताउने छु भने बताउनु भएको छ त्यसै कारणले गर्दाखेरि अर्को कुरा के आउँछ भन्दाखेरि हैन जति विद्वान भए पनि जति लगनशील र सहनशीलता भए पनि त्यसमा अब निर्भर छैन मेरो धर्म मेरो शिक्षा चाहिँ श्रद्धा भक्तिमा निर्भर छ हैन अनि श्रद्धा अत्यन्तै महत्त्वपूर्ण छ श्रद्धामा मेरो सबै धर्म आँटिन्छ त्यसमा भित्र सबै समावेश गरिन्छ भने यसरी बताउनु भएको छ हैन त्यही कारणले धर्मको मुख्य प्रवेशद्वार नै श्रद्धा भक्ति रहेको छ अब फेरि त्यस्तो भने क्रममा अब जे भए तापनि अब हाल चाहिँ के छ भन्दा हामीले अब जाँच गर्नु पर्दछ हैन अब हामीले अब जाँच गर्नु पर्दछ त्यस्तो हो कि होइन हामीले त्यसमा परीक्षण गर्नु पर्दछ भने आजभोलि अब धेरै नै अब विज्ञानको कुराहरू फैलिएको छ जे भए तापनि अब हामी बुद्धले भनेको चाहिँ सबैले बुझ्ने छ किन त भन्दाखेरि अब उहाँ एउटा साधारण मान्छे नभएको असाधारण बुद्ध भएकोले उहाँले बताउनु भएको हामीले अवश्य नै बुझ्ने नै छौँ तर पनि हामी अब हाम्रो छोटो सोचले छोटो विज्ञानले अब एक किसिमको त्यसले मात्रै अब हामीले बुद्धको ज्ञानहरू अब एक किसिमको अब हामीले बुझ्नु सकिँदैन र त्यसलाई हामीले आफ्नो बसमा पर्नु सकिँदैन जे भए तापनि जे जस्तो भए तापनि आफूमा चाहिँ श्रद्धा हुनु अत्यन्तै अनि महत्त्वपूर्ण देख्दछु अब यो मिग्यू दोर्जेको एक किसिमको 8औं कर्मपाको अब जीवनी अब भनौँ प्रशस्ति जीवनी कथा बताउनु पर्नेमा अब पर्दाखेरि दुई प्रकारको छ एउटा लेक्चेमा एउटा धामेमा भने यो चाहिँ उहाँ आफैले लेख्नु भएको यो आफ्नो जीवनी कथा आफैले लेख्नु भएको छ हैन यो आफ्नै जीवनी कथा भने अब विभिन्न अब विशेषता हुन्छ त्यसमा यसमा चाहिँ के बताउनु यो झ्यालवा युङदोम्बा भन्ने चाहिँ राङजुन दोर्जेको यो तीनौं कर्मपाको अब यो चेला हो उहाँले के बताउनु भएको छ त भन्दाखेरि अब आफ्नो चेलाहरूले लेखिएको गुरुको जीवनी मुक्ति कथाहरू चाहिँ अब प्रशंसा अत्यन्तै उचालेको हुँदाखेरि हैन डुप्लिकेट अब लामा एक किसिमको अब यो बनाएको बनावटी लामा हैन कृत्रिम लामा जस्तो भएको छ त्यो त्यति महत्त्वपूर्ण होइन हैन अनि आफ्नो चेलाहरूले विभिन्न अब डुप्लिकेट कृत्रिम लगाएर आफ्नो गुरुको अब प्रशंसा गरेको हुँदाखेरि अब जुन लामामा नभएको पनि लेखिदिएको हुन्छ तर पनि अब त्यो भन्दा पनि अब के हो त भन्दाखेरि आफ्नो जीवनमा आफूले भोगेको आफूले अनुभव गरेको त्यो कुरा चाहिँ अब अलिकता लेख्छु भने यसरी अब अनि भने यसरी बताउनु भएको छ
त्यसै कारणले मलाई मेरो आफ्नै अनुभव राम्रोसँग थाहा छ, म थोरै म आफै लेख्छु भनेको त्यो चाहिँ अब शुद्धिकरण हुनेछ भने यसरी अब आफ्नै जीवनी कथा अब यसरी उहाँले बताउनु भएको छ, यस्तो शुद्धता हुन्छ भनेर। त्यसै गरी अब यो ध्रुवकुलले एउटा उहाँले यो चाहिँ ध्रुवकुलक चाहिँ एउटा 8औं कर्मको पालोमा उहाँ आउनु भएको हो, सँगै एउटा जीवनकालमा उहाँ मित्रता एउटा भेटिएको हो, एकै कालको समयकोमा उहाँ थियो। उहाँले के लेख्नु भएको छ भन्दाखेरि होइन, लामा आफ्नो गुरुले जतिसुकै प्रशंसा स्तुति गरे पनि होइन, उहाँले राम्रो कार्य लीलाहरू देखाउनु भयो भने म चाहिँ नदेखाउनु भयो भने विभिन्न लेखिएको कुराहरू चाहिँ अब विभिन्न कुराहरू लेखिएको छ गुरुको लागि होइन, त्यो अब लेखिएको कुराहरू चाहिँ अब एक किसिमको मूर्खहरूले चाहिँ ओहो गुरु त भगवान सरी पो रहेछ भने आस्था गर्ने एक किसिमको लट्ठा पर्छ अरे। तर बुद्धिमानीहरू चाहिँ त्यो देखेर हाँसु उठाउँछ अरे कि उहाँहरू, कस्तो चाहिँ होला भने एक किसिमको अब लाजमा पर्नु सक्छ अरे कि। अब भनौँ न बुद्धिमानहरूलाई चाहिँ त्यस्तो देखेर हाँसु आउँछ अरे कि भनेको छ। यो चाहिँ यो कुनलेकको मुक्तिको स्वाभाविक रूपमा भनिएको यो मेरो नामथर हो भन्ने, यसरी मेरो यो जीवनीको मुक्ति यो मेरो सत्यता जीवनी मुक्ति कथा हो, मेरो चाहिँ यस्तो हो भन्ने यसरी उहाँले बताउनु भएको छ होइन। विभिन्न गुरुहरू मध्ये पनि यो ध्रुवकुलले भने चाहिँ एकदम के छ सबै छर्लङ्ग बताइदिने, मनभित्र लुकाउने छुपाएर केही नभएको एकदम जे छ सत्यता बोल्ने गुरु रहेको छ। अब ध्रुवकुलले सबैले मन पराउँछ, किन त भन्दाखेरि उहाँले जे छ छर्लङ्ग सबै सत्यता बताइदिनुहुन्छ, लुकाउने के पनि छैन, त्यही कारण सबैले उहाँलाई मन पराउनुहुन्छ। फेरि त्यस्तै किसिमको एउटा जे भरुवा गुरुले के भनेको छ भन्दाखेरि होइन, मेरो मुक्तिको कथा लेख्नु मेरो लागि अनुपयुक्त छ, तर यदि कसैले लेख्यो भने त्यहाँ धेरै अर्थहीन र दाग शब्दहरू हुनेछन् भन्ने यसरी बताउनु भएको छ होइन। अब आफ्नो जीवनी कथा अब भनौँ न, अब आफूले अब लेख्यो भने अब आफूले अब खुट्टा अब उचालेको जस्तो आफूले उचाले जस्तो हुन्छ होइन, सुहाउँदैन। अब अरूलाई लेख्नु दियो भने अब विभिन्न शब्दहरू लेखिदिन्छ, अब शब्द कोहीको भएको नि हुन्छ नभएको नि हुन्छ होइन। त्यही कारणले गर्दाखेरि अब यो यस्तो पनि छ, अब यो जीवनी कथामा अब भनेको जस्तो हुन सकिँदैन भन्ने यसरी बताउनु भएको छ उहाँ चाहिँ बरुवाले होइन। त्यसै कारणले यिनीहरूले भने जस्तै आफ्नो मन आफैमा लुकेको हुँदैन र यदि विद्यार्थीहरू लेख्छन् भने आफ्नै गुरुको प्रशंसा गर्ने इच्छाबाट उनीहरूले भनेछन्। उनले यी चमत्कारहरू देखाए, यो स्पष्टीकरण व्याख्या गरे पनि यी शुद्ध दर्शन भए तापनि नभए तापनि होइन, अब विभिन्न कुराहरू आउने हुन्छ होइन। उनीहरूलाई यति धेरै अचम्मका घटनाहरू देख्नेछन् कि गुरुहरूलाई नभई अन्तमा उनीहरूले लामालाई नक्कली बनाउने खतरा छ होइन। यो भने जस्तै हो, प्रशंसा गर्न होइन, प्रशंसा गर्नेले अब गर्नु जानेन भने फेरि अब डुप्लिकेट बनिन्छ होइन। त्यसै कारणले अब जे भए तापनि अब सत्यता के छ त्यो लेख्नु सक्नु पर्यो होइन। अब आफ्नो गुरुलाई अब कसलाई प्रशंसा गर्नु मन लाग्दैन होइन र, प्रशंसा गर्दाखेरि होइन अब गुरुसँग अब यो शक्ति यो छ, यो शक्ति छ, अब यो एकदम मेरो गुरु आकाशमा उड्नुहुन्छ लगायत विभिन्न अब बनावटी कुरा लेख्यो भने अब लाजमर्दो कुरा हुन्छ होइन। त्यस्तो हुने धेरै खतरा छ। अब भोटमा एउटा के भनाइ छ, उखान टुक्काहरू छ भन्दाखेरि होइन, प्रशंसा गर्न नजाने व्यक्तिको प्रशंसा भन्दा आलोचना गर्न नजाने व्यक्तिको आलोचना नै उत्तम हो भन्ने यसरी उखान पनि छ होइन, टुक्काहरू। त्यही कारणले प्राचीन तिब्बती इतिहासले भन्छ कि तिब्बती इतिहास कथा अब जे भए तापनि होइन, यो कथा भने चाहिँ किसिमको होइन, अब जीवनी
कथा चाहिँ एउटा मुक्ति कथा चाहिँ अब कथा जस्तै हो होइन अब हामीले बुझ्यो भने एक किसिमको कथा जस्तै हो तर अनि भित्रको गुदियाहरू बुझ्यो भने अब हामी मुक्ति दर्शन पाउनको लागि मुक्ति मार्ग पाउनको लागि त्यति समय पनि लाग्दैन होइन अब प्राचीन तिब्बती इतिहासले भन्छ कि तिब्बती इतिहास कथा पहेलिया र भोनबाट सुरु भएको थियो त्यस्तै गरी महान विश्व धर्म इसाई धर्म र इस्लामले आफ्ना सबै महत्त्वपूर्ण धर्मग्रन्थ धेरै कथाहरू समावेश गरेको छ हैन त्यस्तै गरी 9 वा 12 प्रकारको शास्त्रहरू मध्ये एउटा जातक कथा चाहिँ जुन महत्त्वपूर्ण छ विभिन्न अब प्रख्यात छ हैन तर बौद्ध धर्ममा पनि अब 12 वटा अब भनौं न अब प्रकारको शास्त्रहरू छ त्यो भित्र अब यो जातक कथा भन्ने छ हैन के भरब गीते भन्ने सरी त्यो एकदम महत्त्वपूर्ण म देख्दछु जे भए तापनि पूर्व गुरुहरूको अब जीवनी कथा चाहिँ अब कथाबाट अब यसरी वचन यसरी फैलाउनु चाहिँ अत्यन्त महत्त्वपूर्ण देख्दछु किन त भन्दाखेरि यो विभिन्न एउटा भनाइबाट हैन एक अर्काको कुराबाट सिलसिलाबाट हैन एउटा कथाबाट बुझ्नुको लागि हामी धर्महरू सजिलोसँग बुझ्न सकिन्छ हैन हैन अब हामीले धर्मको विषयमा सधैँ नै दर्शनको विषयमा सधैँ नै फिलोसफीको विषयमा सधैँ नै सिद्धान्तको मात्रै विषयमा बतायो भने त्यो मान्छे के हुन्छ एकदम उसलाई अल्छी लाग्ने हैन सुन्नु मन नलाग्ने त्यस्तो हुन्छ हैन त्यही कारणले गर्दाखेरि यो दर्शन यो सिद्धान्त भनेको एउटा अलिकता ज्ञान भएको हैन उसमा अब शिक्षाको केही अब उपाधिहरू भएको बुझ्नेवाला भएकोले बुझ्छ हैन त्यही कारणले गर्दाखेरि यो अनि यो गुरुहरूको मुक्ति कथाहरू जीवनी कथाहरू चाहिँ अब आफूसँग ज्ञान भए तापनि नभए तापनि त्यो कथाद्वारा जुन त्यो भित्र अब उत्रिएको त्यो भित्र अब पस्किएको धर्मको गुदीहरू चाहिँ हामीले एउटा जीवनी कथाबाट हामीले सरलता हिसाबमा बुझ्नु सक्ने र एक किसिमको हामीलाई ज्ञानहरू चाँडोभन्दा चाँडो सिक्ने एउटा मौका पाउने हुँदाखेरि अनि अत्यन्त यो जीवनी कथामा महत्त्वपूर्ण देख्दछु त्यही कारणले हामीले कुरा हैन अब एउटा ज्ञानको सिद्धान्तको पछि मात्रै दौड्यो भने हामीले अब विभिन्न अब कुराहरू हामीले बुझ्न सक्दैनौँ हैन जे जस्तो भए पनि हामीले समग्र बौद्ध धर्म बुझ्नुको लागि पूर्व परम गुरुहरूको जीवनी कथा हामीले बुझ्नु पर्दछ हैन पूर्व गुरुहरूको अब यही जुनीको अब भनौँ न गुरुहरूको अब जीवनी मुक्ति कथा चाहिँ अब सामान्य मान्छेको जस्तो अब जीवन होइन हैन अब खाने सुत्ने पढ्ने हिँड्ने डुल्नेको मात्र कुरा नभएर हैन सत्यतालाई बाहिर निकालेर जुन दुःखको जन्जालबाट मुक्ति पाएको एउटा गुरुको एउटा कथाहरू जे छ सत्यता त्यो अनि बाहिर लिएको हुँदाखेरि त्यसमा हेर्दाखेरि अब संसारिक कुरा भन्दा पनि भिन्नता देखेको हुँदाखेरि अनि त्यसले आफूलाई अत्यन्तै ज्ञान बुद्धको कि भ्यूहरूलाई बिउजनको अत्यन्तै उपयुक्त हुने हुँदाखेरि अत्यन्तै महत्त्वपूर्ण देख्दछु त्यही कारणले गर्दाखेरि पूर्व परम गुरुहरूको जीवनी कथाहरू चाहिँ व्यर्थ र अनि अर्थहीन हुँदैन जे भए तापनि सत्य र के हो मनको ज्ञान के हो त्यो बुझ्नुको लागि अत्यन्त नि ज्ञानहरू मिल्नेछ अब मैले धेरै नै भने छोटकरीमा भन्नुपर्दा यो 1 महिना भित्रमा म दुई प्रकारको यो लेक्चरमा र धामेमाको विभिन्न कुराहरू बताउने छु अब यो हामीले गत वर्ष आत्मकथा पदहरू राम्रो कामहरूको शिक्षाहरू छरेका थियौँ यसमा 3 भागहरू छन् श्रद्धाञ्जली र रचना गर्ने प्रतिज्ञा जीवनीको प्रकृति र त्यसैगरी निष्कर्ष
दोस्रो खण्डमा दुई भागहरू छन् प्रारम्भिक कसरी धर्म प्रवेश गर्ने र 2 नम्बरमा मुख्य भाग चाहिँ मुख्य भाग गरी तिनले 3 प्रकारका व्यक्तिहरूको मार्ग कसरी अभ्यास गरे हैन दोस्रोमा साना मध्यम र ठूला व्यक्तिहरूको मार्गमा लागि 3 अभ्यास भागहरू छन् हैन यसमा 3 प्रकारको भागहरू छुट्याएको छ हैन यो 3 प्रकारको प्रथम पुरुष अब मध्यम पुरुष अब भनौं न परम पुरुष 3 प्रकारको मध्यमा अब यो महान पुरुषमा अब यो बताइरहेको छ यो पहिलो भनौं न हामी ती मध्ये तेस्रोमा छौं ठूलो व्यक्तिको मार्ग जसको 3 भागहरू छन् अभिप्राय जागृति बोधिचित्त दोस्रोमा क्रिया 2 प्रकारका बोधिचित्तको ध्यान 3 मा चाहिँ उनले कसरी 2 प्रकारको बोधिचित्त उपदेशहरुमा तालिम दिए भन्ने बारेमा छ हामीले नवौं असल कार्यको रूपमा गयौं हैन यो 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 9 प्रकारको अब यो पार्ट चाहिँ मैले अब बताइसके हैन अब 9 मा चाहिँ के छ भन्दाखेरि अब एक किसिमको यो भोलिदेखि चाहिँ यो 10औं अब यो श्लोकमा जानेछौं अब यो धामेमा चाहिँ अब पहिला अब यो धामेमा चाहिँ अब 5औं श्लोक पहिला वर्ष बताइसके भोलि अब 6 को श्लोकमा बताउने छु अब भोलि भने भोलि अब बिदा रहेछ अब यो खास गरी यो 18 तारिखमा मैले सुरुवात गर्ने गरेको थियो तर यो अब यो 18 तारिखमा चाहिँ अब मर्बाको यो परिनिर्वाण समय परेको हुँदाखेरि मैले गर्नु सकेन अनि 19 तारिखमा अब गरौँ भने हामीले यसरी प्रबन्ध मिलायौं यो मर्बा मिलरेपा धब्बर मुछेको यो महापरिनिर्वाणको अब पूजा गर्ने समय चाहिँ अब एकीकरण भएर गरे भने अत्यन्त राम्रो हो जस्तो हुन्छ जस्तो मलाई लाग्छ यो मर्मी दशको परिनिर्वाण महोत्सव चाहिँ यो काजु सम्प्रदायमा रहनु अनि विद्वानहरूले हैन अनुसन्धान गरेर त्यसमा अब जाँच गरेर हैन त्यो के हो हैन त्यसको लागि छनौट गर्यो भने अत्यन्त राम्रो हो जस्तो मलाई लाग्छ छनौट गर्न सक्यो भने अत्यन्त अनि अब कसैले बेग्लै तरिका मानिरहेको हुन्छ हैन समय बेग्लै नै छ कोहीको यो मिति मिल्दैन कोहीको तिथि मिल्दैन हैन त्यो नमिल्ने हुँदाखेरि अब विभिन्न देखिरहेको छ अब सत्य त कुरा गर्ने हो भने परिनिर्वाण अब हुने दिन एक दिन मात्रै हो हैन 3 दिन होइन त्यही कारणले यो कायु समग्रमा हैन सबैले एकै दिन यही न हो भनेर यसलाई छनौट गरेर हैन जति भएको अब कायु सम्प्रदायले अनि मर्मी दक्षुमको अनि परिनिर्वाणको महोत्सव दिवस यो हो यो दिनमा पर्दछ भनेर अनि सबै जम्मा भएर सबै अब यसरी गर्नु भयो भने अत्यन्त राम्रो होला जस्तो मलाई लाग्छ र मेरो आशा पनि यसरी गर्यो भने अत्यन्त राम्रो भयो हुनेछ भन्ने मलाई लाग्छ यसरी उत्तम हुनेछ भन्ने मलाई लाग्छ अब अहिलेको समयमा हैन
अब आफ्नै पार्टी मै हो भने आफ्नै अब अनि पक्षपात गरेर अनि होइन यो अनि आफ्नै पार्टी गरेर यसरी गर्यो भने अब त्यो जुन अब हामीले गर्ने अब त्यो शुद्धता हुँदैन होइन होइन परिनिर्वाण हुने एक दिन बाहेक 2 दिन त हुँदैन होइन यसरी आफ्नै पक्षपात छुटेर गयो त्यो त्यति राम्रो देखिँदैन त्यही कारणले गर्दाखेरि अनि हामी एउटा काग्युपा भएर अनि जुन मार्मिक धक्सुमको परिनिर्वाण भएको दिन अब हामीले थाहा छैन भने लाजमर्दो कुरा हो होइन त्यसै कारणले गर्दाखेरि हामीले जे जस्तो भए तापनि भोटमा हुने नेपालमा त्यसै गरी भारतमा हुने जति पनि काग्यु सम्प्रदायमा हुने अब यो बौद्ध भिक्षुहरू हुनुहुन्छ होइन मेरो अनुरोध के छ मेरो के प्रार्थना छ भने होइन मार्मिक धक्सुमको परिनिर्वाणको दिन कहिले भएको थियो त्यसमा तपाईहरु अनुसन्धान गर्नुस् होइन जाँच गर्नुस् होइन भने अनुरोध गर्दछु त्यसलाई सबै एकीकरण गरेर आफ्नो रायको हाम्रो मतको सबै कुराहरु त्यसमा अनि यसमा छनौट गरेर होइन आफूभन्दा अब जान्ने गुरुहरुलाई यसरी अनि हामीले चढाएर अनि यो कुन हो भन्ने हामीले उहाँलाई सोधे अनुसार बापत अनि उहाँहरूले दिनुभएको बमोजिम अनि हामीले त्यसरी प्रतिपादन मिलाएर अनि एकीकरण गएर काग्युपाहरूले मार्मिक धक्सुमको यो परिनिर्वाण यो दिनमा पर्दछ यो दिन हो भनेर जति भएको सानो ठुलो एक किसिमको होइन छेसी छुङ्गी जति भयो काग्यु सम्प्रदाय एकीकरण गरेर पूजाआजा गर्ने यसरी उहाँले सम्झ्यो भने अत्यन्त सुनमा सुगन्ध हुनेछ भन्ने मलाई अनि आशा लाग्दछ त्यही कारणले अब यो भयानको जस्तो नहुँदो रहेछ होइन अनि यो अनि 18 तारिकमा मैले सकेन अनि 19 तारिकमा गरेँ अनि भोलि अब फेरि अब विश्राम अब छुट्टी रहेको रहेछ भोलि आइतबार पनि रहेको थियो त्यही कारणले गर्दाखेरि अब प्रायः आनीहरूलाई यो अनि भोलि अब गुन्चु भएकोले भोलि बितर रहेको छ भने अब पर्सिदेखि गर्नेछौँ र अन्तिममा गर्ने वन्दना अब सुरुवात गरौँ हामी